हेलो गाइज, तपाईँलाई स्वागत छ हाम्रो भिडियोमा। आज हामी च्यालेन्ज गर्न गइरहेका छौँ अनि हामीसँगै छ चिकन चाउमिन। यो चाहिँ होममेड हो अनि यसको रेसिपी चाहिँ हाम्रो दिदीको फेसबुक पेजमा आउँछ। हुन्छ, अब ढिला ढिला नगरी सुरु गरौँ है त। पहिला हामी पनिसमेन्ट नि त हुन पर्यो नि। के पनिसमेन्ट? जसले हार्छ त्यसले चाहिँ भोलि चिकन बिरयानी खाउँछ। बिरयानी खानुपर्छ भनेर यस्तो कस्तो खाँचोले भयो। खानुहुन्छ स्यालेरी आयो। खुवाउन पर्छ भोलि। आएको पैसा टिपेर खाऊँ। जानु पर्ने। चल मैं धोखा दे चीटिंग करता है तू। चीटिंग 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 करता है तू। थपेर जानु भन्छ नि। होइन, कस्तो सुरुमा उहाँले धेरै खानुभयो अनि अहिले त धेरै भयो। अहिले कस्तो भोक लागेको थियो। यस्तो मोटा छु मैले, यस्तो मोटा छु। मोटा छु। त्यो के खाउँछ भने चाहिँ त्यो चाहिँ नबिर्सिनु प्लिज। हार माने मैले। यदि खान सक्नुहुन्न, मैले खाएर नि थपिसकेँ। अहिले त पेट फुल भयो। यो च्यालेन्जले गर्दा यो चाउमिनको टेस्ट नि कस्तो थियो भने बिर्सिसकेँ मैले। गपागप खा गपागप। भोलि चाहिँ हाम्रो नयाँ गेम आउँदैछ साथीहरू। तर त्यो गेम खेल्नलाई हामीसँग मोबाइल छैन। गरीब हूँ मैं, गरीब हूँ। कोई तरीका है भीख मांगने का? हुन्छ भने नि त हुन्छ गएर। आज त विनर गर्नुभएको छ। भन्नु न। मलाई आमा चाहिँ चार्ज लाग्दैन होला। एडिटर मै हो। तैँले मलाई जित्न सक्ने, मैले थपेर अघि हाम्रो दिदीले बाचा गरिसक्नु भयो। जो हार्छ त्यसले चाहिँ चिकन बिरयानी खुवाउने भनेर। भोलि बनाएर खाउँछु। घरमै बनाएर खान्छु। भोलि भिडियो कुकरमा मासु हालिदिन्छु, भात एकै ठाउँमा हालिदिन्छु अनि त्यही बनाएर दिन्छु। गजब बेइज्जती है। यदि भोलि मेरो भिडियोमा मैले फेसबुकमा यहाँ कतै दिदीले मलाई चिकन बिरयानी खुवाउनु भयो भनेर भिडियो हालिनँ भने सबैजनाले पिङ्की दिदीको कमेन्टमा गएर छिटो मनिका दिदीलाई चिकन बिरयानी खुवाउनु भनेर कमेन्ट गरिदिनु होला सबै। मासु यसलाई किनेर ल्याउने भन। मासु ल्याइदिनु, म बनाएर खाउँछु। होइन सबै किनेर ल्याइसि त किन हजुरले उ गर्न पर्यो? होइन, चिकन मात्र किन, अरू ल्याउँछ।
अस्ति नानी हाल खाइसक्यौँ त्यही पनि खाँदैछु। यो चम्चाले यस्तो लुजर मान्छेहरूले मसँग च्यालेन्ज अब यसको त दाँत छैन अरे आफूले खान सक्दैन दाँत नभए नि जित्यो नि त त्यो ठुलो कुरो हो यसको त दाँत छैन अरे क्या अब त ठिकै छ अब एकछिनपछि रिजल्ट कस्तो आउने एकैछिन पछि फेरि भोक अनि लाग्यो भोलि चाहिँ हामी एउटा गेम खेल्दैछौँ अनि त्यो गेम त्यसको नाम तपाईँहरूले सुझाव गर्नु। युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ मनिका एस विश्वकर्मा र अन्तिममा के भन्दैन नि त धेरै भएछ अन्तिममा यही छ यो चिटिङ गरेर जितिक्यो मलाई हजुरको थोरै छ गएर थपेर लिएर आउनु भन्यो नि आफू त्यहाँ गम गम खाइदिएँ अघि सुरुमै थाल्दै खाएको हो कि होइन अनि त्यही माथि मेरोमा धेरै थियो अनि उहाँले खाएर थोरै बनाउनु भएको थियो त्यही भएर थोरै थपेर ल्याउनु भनेको दिदीले पहिलाबाट दिदी हानी मान्छेको त्यही पनि मैले नथपेको भने असम्म खाँदै हुनुहुन्छ रहेछ यो खानु नठिकै मलाई डेन मन पर्दैन यहाँ राख तेरा तो गेम बजाना पड़े मलाई डेन चिकन थियो अघि नै आफैले हो दिएको अन्तिममा खाने भनेर राखेको थिएँ मैले गाइस म एउटा कुरो भन्छु है। एउटा किन दुईवटा कुरा भन न त्यो लाजरसले र मैले सुरुमा उत्ति हालेको होइन अनि मलाई धेरै भएर मम्मीले हाल्दै उसले फेरि थपेर हाल्छ है हि इज भेरी हङ्ग्री मोर देन मी अरे हेरौँला कस्तो हुन्छ पेट खाइन्छ सो आजको भिडियो यति नै अरू भिडियो हेर्न मन छ भने युट्युब च्यानल सब्सक्राइब गर्नुहोला ओके बाई बाई सी यु टुमारो गुड नाइट थाहा बोल्छ नि हुन्छ क्या ल चाड्नु